हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो न्यू डेली मिनी ब्लगमा। यो चाहिँ मेरो डे 1 मिनी ब्लग हो र म चाहिँ बिहानै उठेर ब्रसहरु गरेर कपाल कोरेर रुम सफा गर्नतिर लागे। मेरो रुम चाहिँ एकदम भद्रगोल भएर बसेको थियो। म चाहिँ बिरामी भएर दाइकोमा गएको थिएँ। त्यसपछि रुमको हालत यति बिग्रेको थियो, यति खराब थियो। पहिला कपाल कोरे, कपाल पनि यति झर्छ नि मेरो, हेर्न सक्नुहुन्छ भिडियोमा। अनि त्यसपछि म आफ्नो कपडाहरु मिलाउन लागे। ब्याग पनि छरपस्टै भएको थियो। पहिला ब्यागहरु मिलाए, त्यसपछि कपडा मिलाउन थाले। मैले कानमा टप लाएर कान पुरै पाके थियो अनि सुरमा मैले टप झिके। त्यसपछि फेरि म लागे आफ्नो काम गर्न। कपडाहरु मिलाउन थाले। मैले पहिला न्यानो कपडाहरु छुट्टै राखे, त्यसपछि कहीँ जाँदा लाउने कपडाहरु छुट्टै राख्न थाले। यसरी नै कपडा मिलाउँदै कपडा पनि धेरै थियो, मिलाउनै सकिरहेको थिएन। घरि यता घरि उता गर्दै कपडा पनि मिलाउन लागिसके। अब चाहिँ कपडालाई राख्न लागेको। मेरो चाहिँ यो र्याक मुनि राख्ने ठाउँ छ के स्पेस छ, अनि म चाहिँ कपडाहरु प्राय त्यही मिलाएर राख्ने गर्छु साथीहरू। कपडा पनि कति धेरै छ, लाउने बेलामा एउटा नि हुँदैन। कपडा हेर्ने बेलामा चाहिँ यति हुन्छ, लाउने बेलामा चाहिँ मसँग एउटा पनि हुँदैन। मसँग मात्रै यस्तो हुन्छ कि हजुरहरुसँग पनि यस्तो हुन्छ भन्नु होला। त्यसपछि म चाहिँ मेरो धुने कपडाहरु अनि जुत्ताहरु र्याकहरु सफा गर्न लागे। सफा गर्दै गए। कति धेरै फोहोर थियो रुम पनि। त्यसपछि म आफ्नो बेड मिलाउन थाले। मेरो चाहिँ बेड छैन, म चाहिँ भुइँमै सुत्ने गर्छु डसनाहरु ओछ्याएर। बेड भन्दा नि मलाई चाहिँ यस्तै डसनाहरुमा नै कम्फर्टेबल लाग्छ, त्यही भएर निन्द्रामा लडिँदैन नि त यसरी सुत्यो भने। त्यही भएर चाहिँ म बेडमा नभएर यसरी डसनामै सुत्ने गर्छु। मेरो चाहिँ भोइस अलिक मिलेको छैन होला भिडियोसँग, माइन्ड नगर्दिनु होला, मिलाएर हेरिदिनु होला। मेरो चाहिँ फर्स्ट मिनी ब्लग हो, मलाई बोल्न नि अलिक अप्ठ्यारो लागिरहेछ। त्यसपछि चाहिँ के गरेको होला यस्तो भन्दै हुनुहुन्छ भने मैले चाहिँ मेरो कपाल टिपिरहेको छु, किनकि मेरो कपाल चाहिँ धेरै नै झर्ने भएकोले यहाँनिर चाहिँ पहिला कपाल टिपेर मात्रै मैले बढार्नु पर्ने हुन्छ। कपाल पनि थोरै झर्दैन, त्यही भएर पहिला सुरुमा मैले कपाल टिप्ने काम गरे। हेर्न सक्नुहुन्छ मेरो कपाल कति धेरै झर्छ। कपाल रोक्ने उपाय छ भने भनिदिनु होला साथीहरू। त्यसपछि चाहिँ कपाल टिपिसकेर मैले रुम बढार्न थाले। रुम बढारेर फोहोरहरु उठाए साथीहरू। रुम पनि कति धेरै फोहोर थियो मेरो, यता बढार्दा त्यता बढार्दा। यहाँ चाहिँ पानीको बोतल, 3 पानी हैन है, यो चाहिँ पानी हो शुद्ध। रैनी भयो नि म 3 पानी चाहिँ खादिन साथीहरू। त्यसपछि बढार्दै गए। मलाई चाहिँ कस्तो अप्ठ्यारो लागिरहेछ बोल्न नि, किनकि मेरो भोइस पनि राम्रो छैन। र मैले बढारिसकेर हिजो खाना खाएको कुराहरु खाएको प्याकिङ गरेर लिएर आएको थिएँ। रुममै खाएकोहरु मैले सफा गरे। त्यसलाई पनि त्यहीँनिर डस्टबिनमा हाल्दे। मेरो डस्टबिन चाहिँ यही रातो ब्याग हो साथीहरू। तपाईहरुको डस्टबिन चाहिँ कस्तो छ? काठमाडौँमा बस्नेहरुको जिन्दगी सजिलो छैन। बिहान उठेर कलेज, त्यसपछि रुम सफा गर्ने अनि काममा जाने। मेरो चाहिँ रुम सफा भइसक्यो साथीहरू। म चाहिँ टिलिक्कै बनाइसके रुम, हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ म नुहाउनतर्फ लागे। स्याम्पूहरु झिक्दैछु। मलाई चाहिँ 3टा स्याम्पू लाग्छ साथीहरू। उहाँ चाहिँ मेरो बाबा। यो चाहिँ मेरो गिफ्टहरु आएको हो
बर्थडेमा। अनि मलाई चाहिँ रुगा लागिरहेको हुँदा साइनेक्स खाइरहेको छु। रुगाले चाहिँ गरजै भइरहेको छु भनौँ न। त्यसपछि म नुहाएर आएपछि कपालहरू गर्दै म चाहिँ नाच्न थालेँ। साथीहरू मलाई चाहिँ नाच्नु मनपर्छ। म अलिक चञ्चले टाइपकै छु र म नाचेँ। त्यसपछि कपाल कोरेँ मैले, किनकि मलाई फेरि रेडी भएर काममा जानु छ। त्यसपछि कपाल कोरिसकेर चाहिँ म काममा जान रेडी भएँ। मेरो चाहिँ 11 बजेदेखिको काम हुन्छ। यता त्यता गर्दा गर्दै 11 बजेको निदा आउँदैन। त्यसपछि चाहिँ मैले मेरो ब्याग झिकेँ। त्यसपछि चार्जरहरू हालेँ। मेरो ब्यागमा चाहिँ पैसा छैन, एकदम खाली। म चाहिँ एकदम गरिब छु साथीहरू म चाहिँ। त्यसपछि नक्कली पनि छु। अलि नाकतिर अलि ओठतिर चिपस्टिक लाउन थालेँ, यानि कि भ्यासलिन। फेरि अलि नक्कल पार्दै म चाहिँ निस्केँ कामतिर। मोजा त लाउनै पर्यो साथीहरू। त्यसपछि अलि नङ सफा गरेँ। नङ सफा गरेर म सक्स लगाएँ। यहाँसम्म। थ्याङ्क यू फर वाचिङ। सबैले माया र सपोर्ट गरिदिनु होला।